Hello, namaste, and good morning, everyone who are watching my video. This is the location of our lovely village Jhonchikateya, and I am shooted this video for the purpose of real feeling of our brothers who are currently living in Qatar, Malaysia, and other country. I humble request to all of them to share this video your nearest friend, and I request to all of villagers and our dear well-wishers to share this video your friend. यो झोझीकटैया को लोकेशन हो हाम्रो गाउँतिरबाट जनकपुरतिर जाने लोहनाबाट जाने यो भिडियो हो। अहिले जुन वर्षा भएर बारिश भएको छ हाम्रो गाउँमा त्यसको मतलब सुट गरेर मैले राखिदिएछु। कम्तीमा 50 जना सब्स्क्राइबर पुगेपछि लाइभ भिडियो अप्सन मतलब ओपन हुन्छ। ओपन भएपछि म डाइरेक्ट लाइभ मतलब शेयर गर्छु, डाइरेक्ट पोस्ट गर्छु। अहिले म भिडियो सुट गरेर राख्छु अनि त्यसपछि पोस्ट गर्छु। भन्न चाहन्छु कि यो हाम्रो विदेशतिर हुनुभएको जति पनि नेपाली दाजुभाइहरू छन्, खास गरेर हाम्रो नजिक गाउँको जस्तै धनौजीको लोहना, गोरदाहा और गोठटोल लगायत जति पनि यदि दाजुभाइ हुनुहुन्छ भने यदि तपाईहरु हेरिराख्नु भएको छ भने कृपया आफ्नो साथीलाई भन्नुहोला यो च्यानललाई सब्स्क्राइब दिनलाई। म अर्को भिडियोमा सबै गाउँको भिडियो सुट गर्छु, म एडिट गरेर अनि त्यो एड गरेर म सबै एक एक गरी यसमा पोस्ट गर्छु। कृपया अरूलाई यो च्यानललाई सब्स्क्राइब गरिदिन भन्नुहोला। हाम्रो टार्गेट पूरा भएपछि म तपाईहरुलाई अझै भिडियो सुट गरेर देखाउने छु। यो अहिले हाम्रो गाउँ झोझीकटैयाको जुन पल्टन बाबा कुटी छ त्यहाँदेखि लिएर अलि उतासम्म मैले सुट गरेर राखेछु। अन्य ठाउँको यदि तपाईहरुलाई चाहियो भनेर मलाई कमेन्ट गरिदिनु होला। यो च्यानलमा म तपाईहरुलाई सुट गरेर भिडियो पोस्ट गरिदिन्छु। अहिले त मैले आफ्नो गाउँको पुरै सुट गरेर राखेछु। भिडियो जम्मा 50 वटा भइसकेछ। अनि गोरदाहाको पनि अलि छ, गोठटोलको पनि छ, पुरै गाउँतिरको गल्ली गल्लीको भिडियो छ मसँग। मैले त बाइक लिएर सबै सुट गरिसकेछु। यदि तपाईहरुलाई कुनै अझै लोकेसन स्पेशल ठाउँको हेर्नु छ भने यो नजिकतिरको त मलाई भन्नु होला, म सुट गरेर तपाईलाई देखाइदिन्छु। बस तपाईहरुले एउटा कुरा मात्रै गरिदिनु होला, यो च्यानल को बारेमा अरु तपाईहरुको नजिकको जुन साथीहरु छ यसलाई भनिदिनु होला कि सब्स्क्राइब गरिदिनलाई। यसले गर्दाखेरि हाम्रो अनि बढी भ्युअर्स बढ्छ अनि म पनि राम्रो भिडियो अझै सुट गर्छु। धन्यवाद। जय नेपाल, जय